अनि बतरा घोप्ट्यो यतिको जाडो त मनाउनु पर्यो गएन हैन त्यही पनि न्यानो तातो तरिकाले हेलो गाइज वेलकम टु माई भिडियो कल हैन वेलकम टु माई भिडियो सो अहिले चाहिँ लुरी यस्तो जाडोमा कहाँ जाँदैछ भनेर सोच्नु भएको होला यो जाडोलाई तातो त बनाउनु पर्यो गयो त्यही माथि आज क्रिसमस डे सो गाइज सबैजनालाई ह्याप्पी क्रिसमस डे यो चाहिँ यहाँनिर कराई घुसार्नु हुँदैछ मासु पकाउने उयो जाडोमा तातो बनाउनु हिँडेको हामी चाहिँ पिकनिक खानु गएको यस्तो सजिलो गरेर यस्तो छ बस्नु भएको चाहिँ हेलो आधी केजी खसी कसरी काँचो धेरै छ कोदोको जुस यस्तो पिकनिक सायद कसैले खाँदैन पुसको जाडोमा भित्र कुट्लाएर होइन टक्क डान्स गर्दा कस्तो होला मनाउनुलाई हामी कोदोको जुस लिएर जाँदैछु कोदोको जुस लगेर जाँदैछु खान जाँदैछु एकदम ह्याप्पी क्रिसमस डे हुन्छ हुन्छ मगरहरूले आज साफ गर्दैछ मगरहरू रिदम डन हो सो अहिले हामी पिकनिक खाने ठाउँ आइपुग्यौँ रिदम डन हामी पिकनिक टोलीहरूलाई यो बाँदरले दुःख दियो लु यस्तो जाडो मौसमलाई तातो बनाउन आएको त बाँदरले त वाक्क बनाइसक्यो त धन्ना त मेरो हजुरबुवा जिजुबा परेर मात्रै हेलो मेलिनाको साथी दिस इज माई बतरा सो हेलो गाइज बतरा घोप्टेहरू अब चाहिँ हाम्रो के चटपटे बनाउनु रहेछ उहाँले यिनीहरू दुईजना चाहिँ बोल्ने मात्रै हो यस्तो यु 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 गर्नु न अनि उहाँ चाहिँ पुरा पाक्दैछ पुलाउ सुलौ उहाँ हुनुहुन्छ धेरै मेहनती त्यहाँनिर भाडा माझ्ने उहाँहरू हुनुहुन्छ दुईजना चाहिँ काटकुटमा एकदम यदि तपाईँहरूलाई होटेलमा तपाईँहरूलाई कतै होटेलमा यसो होटेलमा स्टाफ चाहिएको छ भने काटकुटमा चाहिँ दुईजनालाई सम्पर्क गर्नु होला चटपटे बनाउनुमा कसैलाई स्टाफ चाहिएको छ भने चाहिँ उहाँलाई मलाई सम्पर्क गर्नु होला म एउटा स्टाफ दिइहाल्छु गफै गलीमा चाहिँ यहाँनिर गफ गर्नुमा अनि खानुमा चाहिँ यता बोलाउनु होला अनि यहाँ दुईजना कुस्ती खेल्नुमा चाहिँ यता हनुमानहरू पनि हुनुहुन्छ अनि उहाँ चाहिँ एक्सन देखाइदिनु हुँदैछ दुईजनाले यताबाट एक्सन देखाइदिने यता दुईजना सिक्ने लु काठकुटमा चाहिँ यसो होटेलमा यसो स्टाफहरू खाँचो चाहिएको छ भने चाहिँ दुईजना यहाँ हुनुहुन्छ एकदम मेहनती हुनुहुन्छ हाँसी एकदम मुस्कान दिएर काम गर्नुहुन्छ चटपटे वाली बसेर काट्न सक्छु तर चटपटे वालीले चाहिँ अलिअलि उयो घाटामा राख्न सक्छ नै चटपटे बनाउँदै खाँदै पनि गर्नुहुन्छ अलिअलि घाटा पनि पर्छ होला तर ठिक छ नाफै हुन्छ मिठो छ नि त मिठो छ थोरै मिठो हुन्छ अनि यता चाहिँ खन्छु है धेरै खन्छु यहाँनिर खोइ सक्यो अनि यसो होटेलमा चिया बनाउनु छ केही बनाउनु छ भने चाहिँ यहाँ दुईजनालाई सम्पर्क गर्दा हुन्छ यहाँ एकदम मेहनती हुनुहुन्छ मुस्कान दिदी काम गर्नुहुन्छ
यता चिकन पकाउनु हुँदैछ, यहाँ झोला झ्याम्टा बोक्नु हुँदैछ। उहाँ चाहिँ अघि भाडा मात्ने मान्छे हो। हाम्रो अध्यक्षजी हुनुहुन्छ यहाँनिर कराउँदै यहाँ काम गर्दै गर्नुहुने। धेरै फोटो खिच्ने चाहिँ यता है फेरि अरे नकलिका धेरै फोटो खिच्ने धेरै फोटो जो खिच्छ उसैको नाम कागले कागको नाम काट्छ भनेको त्यही हो। मलाई चाहिँ क्यामेराम्यान बनाउँछ। क्यामेराम्यान म उहाँको क्यामेराम्यान फोटो खिच्दिने क्यामेराम्यान म। टाढोमा आज तातो बनाउनुको लागि हामी यहाँ काली पोखरी आएको छौँ। तर कान चाहिँ ऊ पर छ हौ हाम्रो कति कति करोडको हो नि फेरि। अहिले चाहिँ म बाँदरलाई पुरा धपाइरहेको छु। हेर्नु न, आई लभ यु भनेर भनिदिन्छु, बाँदर तर्सिन्छ क्या। कति रमाइलो भइरहेको थियो भने नि आज हेर्नु न, ती आई लभ यु भनेर चुप्पा दिन्थ्यो क्या बाँदर। भाइरल चटपटीवालीको चटपटी हामीले खायौँ। चटपटीवाली चटपटी बेचेको मेरो चम्ची भाइरल। चटपटी मिठो छ। मिठो छ। यहाँ चम्ची मेरो त प्लेट यस्तो छ। अब मैले चटपटी खाएँ भाइरल चटपटीवालीको चटपटी है। पानी चाहिए पानी। मिठो मिठो छ। चटपटी कस्तो छ, कस्तो छ के दिन्छ भनेको दिन्छु। म चाहिँ गाइज होइन 2-3 सरको तुङ्बा तानिदिएको थिएँ। सेन्टी फ्ल्याट भएर म चाहिँ सुतेछु। उठ्दाखेरि त आन्टी लभरहरू त पुरा डिराएको रहेछ हो। तेरीमा ठेसकाना बतर गए। आन्टी लभर भन्ने मान्छेहरू चाहिँ कता छ हो? यता मेन्सन गर कुन चाहिँ आन्टी मन पर्यो लु। आन्टी लभर भन्नेहरू चाहिँ यता हाजिर भइहाल्नु। यता पनि हुनुहुन्छ अर्को आन्टी। कुन चाहिँ आन्टी मन पर्यो यसो भनिहाल्नु। बुक खाए ल। आफ्नो पोइको कुरा गर्नेहरू त एक ठाउँमा बसेर गर्नु नि हौ। म बिहे नगरेकोलाई बिचमा पारेर बुढाकै मात्रै कुरा गर्छ। म चाहिँ कसको कुरा गर्नुपर्ने यत्रो आडीमा खाएर पनि। काँचो मासु र पारेको मासुको म चाहिँ कुरा गर्छु। आफूलाई भुटेको मासु खानु पर्छ। सबैलाई तुम्बा लागेछ है, तुम्बा लागेछ यहाँनिर लु। के आएको यस्तो लु लु अगाडि लिभरी बस्नु पम्पा दिदीले आज यस्तो गर्नुभएको छ। लक्ष्मी दाई हेर्नु है यहाँनिर पछाडि पनि 2-2 राखेर मलाई त यतिले पनि पुग्दैन। लु है दिदीको भिनाजु के हो यस्तो यहाँ हेर्नु भिनाजु। एउटा लिपस्टिक कहाँ छ भरे घरमा सोध्नु होला। छ्या छ्या शङ्कर दाई यहाँ त कमला दिदीको पारा गाउँका दुईजना जोत्दै थिए खेत। शङ्कर दाई यहाँ देखेन मलाई आएर माथि गएर घाँस मलाई देखेन के दिन के भन्छ के गर्नु यो चाहिँ अतिले देख म हाने मलाई लाज
गाइज अहिले चाहिँ हामीले सकेर अब हामी घर फर्किने बेलामा भइसकेको छ। अब हामी घर फर्ने तर्फमा लागिसकेको छौँ। त गाइज थ्याङ्क यू फर वाचिङ माई भिडियो।